नेपाली मार्केटमा तपाईँ त राइटर प्रोफेसनल राइटर 15-20 वर्ष भयो हजुर लेखेको भयो नि 50 सालबाटै भनौँ 55 सालमा मेरो फर्स्ट छापिएको 55 देखि अहिले हिसाब गर्दा 25 वर्ष भयो सिल्भर जुबिली मनाइरहेको छु कङ्ग्रेचुलेसन दाइ यो राइटर भएर नेपालमा बाँच्न कतिको सजिलो छ नेपालमा मात्र होइन जहाँ पनि गाह्रै छ राइटर भन्ने उसलाई चाहिँ नेपालमा त झन् तपाईँको हुने नै भयो होइन गाह्रो साह्रो भएर किनभने एकदमै यो चिज हो नि त अनप्रेडिक्टेबल छ होइन भविष्य के हो कस्तो हो होइन हामी कहाँ त त्यस्तो चिज छैन यु डोन्ट ह्याभ एन हरेक उसमा गर्ने सबै चाहिँ ह्यारी पोटर जेके रोलिङ हुँदैन नि त होइन अनि त्यही भएर नेपालमा कतिको अब नयाँ राइटरहरू आउँदाखेरि चाहिँ त्यो एउटा प्रोफेसन भन्नुहोस् त मान्छेलाई चाहिँ एउटा राइटर भन्ने एउटा ठुलो चिज हो नि त एउटा लेखक ड्याम गुड थिङ होइन त्यो अब त्यसलाई प्रोफेसन बनाएर प्रोफेसन भन्दा नि त्यसमा होल टाइम फुल टाइम त्यसमा उसले त जिन्दगी नै समर्पण गरे हो नि त लेखनमै म समर्पण गर्छु भनेर चाहिँ लायो नि त अनि यहाँ अब त्यो तर अब त्यसको आउटकम हेर्न थाल्यो यसबाट मैले चाहिँ यस्तो यस्तो भने चाहिँ त्यो होइन त्यो रेडी भएर नै मेन्टल्ली फुल किनभने तपाईँ मात्र हुनु न तपाईँको परिवार छ एक्ज्याक्टली हामीहरूको साहित्य के हो त अहिलेसम्म भने त फुर्सदमा लेखिएको साहित्य हो नि नेपाली साहित्यको इतिहास नै फुर्सदमा लेखिएको साहित्य हो 10 to 5 काम गरेर होइन त्यत्र गहन कृतिहरू चाहिँ लेखिएको छ नेपाली साहित्य होइन किन त भन्दाखेरि सबै हाम्रो त मुख होइन हातमुख जोडेरै बाँकी भएको समयमै लेखिएको साहित्य को छ र फुल टाइम राइटर गर्ने भनेर त हाम्रो त कन्सेप्टै छैन नि त नेपाल जस्तो ठाउँमा त कसरी झन् त्यो गर्न सक्नुहुन्छ तपाईँ होइन तर त्यसमा चाहिँ तपाईँ प्यासन हुनु पऱ्यो होइन प्यासन लाग्नु होइन यसले यतिले म ठिक छ यतिले पनि म चल्छु भन्ने ऊ लाग्यो भन्ने होइन त्यो त अब गर्न सकेला अनि यो नेपाली राइटरहरूले अब जस्तै अहिले त भनौँ न वर्ल्ड चाहिँ वान भिलेज भन्ने कन्सेप्ट छ नेपाली राइटिङहरू पनि अलिकति अब बाहिरको इन्टरनेसनल मार्केटमा पुस गर्नु त्यस्तो केही मैले चाहिँ यस्तो छ यो मेरो यो अझै 20-25 वर्षसम्म त्यो कहीँ कतै नेपाली साहित्य इन्टरनेसनल्ली आउला जस्तो मलाई लाग्दैन है सम्भवै छैन हामी त भन्छौँ नेपाली साहित्य विश्व स्तरको छ आफ्नो हरेक इन्डियन साहित्य नै विश्व स्तरको छ अरू हरेकको छ आफ्नो उसमा हुन्छ अङ्ग्रेजी त्यो इङ्ग्लिसले चाहिँ तपाईँले इङ्ग्लिसको पहुँच होइन यत्रो हामी ब्रिटेनमै बसेर कुरा गरिरहेको छौँ होइन अब पहुँचको कुरा हो नि त ल्याङ्ग्वेज तपाईँको अङ्ग्रेजीमा आउन संसारले पढ्ने भयो र संसारमा पढ्नेको लागि हामीले चाहिँ भन्छ हाम्रो साहित्य चाहिँ एकदमै विश्वस्तरीय छ एकदमै हामीसँग त्रायस्त्र लेखकहरू कृतिहरू चाहिँ ट्रान्सलेट भएर चाहिँ मिडियम त त्यही ट्रान्सलेसन हो नि त हामीले ट्रान्सलेसन यो उसमा जहाँ चाहिँ ट्रान्सलेसनको यति कम्पिटिटिभ चिज छ नि एकदम प्रोफेसनल हुन्छ नि हामीले ट्रान्सलेसनलाई अथवा ट्रान्सलेटरलाई कतिको दिएको छ हामीले ट्रान्सलेटर कति तयार पारेका छौँ लेखकहरू त हामीसँग तयार छ अबन्डेन्स अफ राइटर्सहरू आइराख्नु भएको छ एकदमै तर हाडौँ चाहिँ ट्रान्सलेटर जुन चाहिँ हामी भन्नु छ विश्व साहित्यमा त्यो त आत्मरति मात्रै हो 20-25 वर्षमा ग्यारेन्टीको साथ कहीँ कतै नेपाली साहित्य विश्व स्तरमा पुग्नेवाला कहीँ छैन के ट्रान्सलेसन कम भयो एकदमै ट्रान्सलेटर जुन ट्रान्सलेसन भइरहेको छ त्यो ट्रान्सलेसन तपाईँ चाहिँ इङ्ग्लिस एज सच त्यो उसमा चाहिँ त्यो दाँज देखाउनुहोस् त्यो कहाँनिर चाहिँ त्यो ऊ हुन्छ भन्ने होइन त्यो तपाईँको ट्रान्सलेसन कति हाम्रो त मेरो अङ्ग्रेजीमा अनुवाद भएको छ भने त्यही नेपालीलाई पढ्ने अङ्ग्रेजी मेरो किताब नेपालीले म त जुन मेरो शैलीको छ त्यो त मेरो शैली केही नेपाली पढिरहेछ नि त होइन मेरो किताब अङ्ग्रेजीमा आएको छ भनेर त्यो आत्मरतिले त कहीँ कतै पुर्याउनेवाला छ त्यो इङ्ग्लिस ट्रान्सलेसन हामी विश्व स्तरमा देखाउन योग्य छ त्यो हामीले त ट्रान्सलेटरको उनी कन्सेप्टै हामीले त्यो प्राय विश्व साहित्य त्यसमा हामीले कति राज्यलेदेखि लिएर सब युनिभर्सिटीदेखि लिएर चाहिँ यो यस्तो टेक्निकल विषय हो नि तपाईँको होइन मुरागामीकै कुरा मुरागामीको एउटा जापानिज भाषामा दुईवटा उसमा चाहिँ ट्रान्सलेसन भएको छ एउटा चाहिँ ट्रान्सलेसन छ जापानिजले नै पढ्ने इङ्ग्लिस छ त्यो अब त्यो त अब मेन पब्लिसिङ हाउसले त सिधै रिजेक्ट गरिदिन्छ त्यो मेन त्यो जुन आउने हो त ब्रिटेनबाटै छाड्न अथवा अमेरिकाबाटै छाड्न त्यो ट्रान्सलेट कहीँ कतै कामले लाग्नेवाला छैन त्यो स्ट्यान्डर्ड मिट गर्नु पऱ्यो नि त त्यो स्ट्यान्डर्ड मिट गर्नको लागि हामीसँग ट्रान्सलेटरलाई चाहिँ हामीले कति उ गरेका छौँ
प्रिपेयर गरिरहेको छ ट्रान्सलेटर कति जन्मिरहेको छ तपाईँ कतै देख्नुहुन्छ त अहिलेसम्म ट्रान्सलेटर नै भनेर चाहिँ हामीले कुनै केही गरेका छौँ त्यसको बारे केही सोचेका छौँ खालि हामी चाहिँ भनिरहेको छौँ विश्व साहित्यमा उहिलेदेखि रड लगाएर 20-25 वर्ष नेपाली साहित्य विश्व साहित्यमा चाहिँ छ त छ डेफिनेटली छ त्यत्रो हामी गर्दा छ म एज अ सच अहिले त म कन्टेम्पोरेरी लिटरेचर पढिरहेको छु यस्तो छ बुद्धिसागरकै छ वसन्त बस्नेतकै छ श्रीमान हाम्रो होइन अनेकको त्यो आइरहेको छ यस्तो यो त इङ्ग्लिसमा नयनराज पाण्डे छ अमर नेपाली हामीसँग अब त्यो स्ट्यान्डर्ड इङ्ग्लिसमा जुन त्यो स्ट्यान्डर्ड इन्टरनेसनल उसमा जानुपर्ने त्यो पब्लिकेसन उसबाट चाहिँ त्यो स्ट्यान्डर्ड हामीसँग त कहिले हामीले तयार पारेको त्यो त त्यही ट्रान्सलेटरलाई नै ट्रान्सलेटरको ग्रुमिङ गर्नदेखि लिएर चाहिँ त्यो बाहेक अर्को उपाय कहीँ कतै पुग्नु तपाईँ भन्नुहोस् अब मैले यहाँ पहिलोचोटि भनिरहेको छु यो किनभने म आफै पनि ट्रान्सलेसन गर्थेँ त्यो त खुसीको आफ्नो उसको लागि हो नि when it comes to त्यो कम्पिटिटिभ उसमा जानु पर्यो नि त अहिले तपाईँको हेर्नुहोस् किन त्यसको लागि चाहिँ भाषामा पोख्त हुनु पर्यो पोख्त हुनु भएर नेपाली नै पोख्त हुनु पर्यो एज अ ट्रान्सलेसनको एउटा युनिभर्स नै छ नि उतातिर त एउटा ट्रान्सलेटरै भनेर चाहिँ त्यो एउटा यसले ट्रान्सलेटर गर्दोस् भने चाहिँ मुरा अबुसले भन्छ मार्केजले तपाईँको त्यो मेरो जुन स्पेनिस भाषा 100 years of solitude आयो मार्केज इटसेल्फ हेज सेड इन हिज इन्टरभ्यू अङ्ग्रेजीमा यस्तो त्यो बडो गजबको किताब निस्क्यो अङ्ग्रेजीमा ट्रान्सलेसन मेरो त उसले त मेरो स्पेनिस भन्दा यसमा गजब त्यो अर्कै कुरा होला तर त्यो कन्भे त गऱ्यो नि त्यो वर्ल्डसम्म पुग्ने त्यो ल्याङ्ग्वेज त्यो ट्रान्सलेसनको त्यो भन्छ नि कम्पिटिटिभनेस त्यो त जसले नै गर्छ युनिभर्सिटीको अङ्ग्रेजी प्रोफेसर अङ्ग्रेजी कोर्सहरू त अलिअलि उसले त गरिदिन्छ त्यो ट्रान्सलेसन कति त्यो उसमा चाहिँ उसमा अहिले तपाईँको जापानिज लिटरेचर यति 1994 मा भएको अहिले चाहिँ बेस्ट सेलर निस्किरहेको छ ट्रान्सलेसन उसमा गएर चाहिँ त्यसको लागि राज्यलेदेखि लिएर पर्सनल युनिभर्सिटीले कति लगानी गरेको छ कहीँ छ कतै ट्रान्सलेटर एज सच भन्ने ट्रान्सलेटर भनेको हजुरले भन्न खोजेको त्यो वर्डमा ट्रान्सलेसन मात्रै होइन कि त्यो त्यहाँको त्यो लोकललाई पनि लोकलाइज भनौँ न ट्रान्सलेसन एज विधा नै त्यो अर्को हो नि त त्यो पर्फेक्ट त्यसमा आएर होइन उनी लिएर होइन त्यो स्टोरीलाई कसरी यो लोकलमा पोर्ट्रेट गर्ने भन्ने कुरा भयो होइन त्यहाँको ल्याङ्ग्वेजले कसरी एक्सेप्ट गर्छ भनेर उसको संसारै अर्कै छ त्यो कृतिलाई चाहिँ कस्तो कुन उसमा चाहिँ कसरी उ गर्नेदेखि लिएर किनभने यो नेपाली लिट्रेचर अब स्टोरी लिट्रेचर एउटा भयो अर्को लिट्रेचर भन्ने बित्तिकै मुभी पनि एउटा लिट्रेचर हो नि त अब मुभीलाई चाहिँ सजिलो भएन एउटा मुभी चाहिँ अहिले चाहिँ हाम्रो नेपालबाट गर्न एकदम मुभीमा इन्टरनेसनली गर्ने एकदमै मुभी किनभने सबटाइटल गरेर सबटाइटल पनि अझै गन्जागोल छ त्यो पनि सबटाइटलले काम गर्ने भने त एज आर्ट नेपाली उसमा चाहिँ नेपालले गर्व गर्न चाहिँ अब सिनेमामा गर्व गर्न सक्छ क्रिकेटमा गर्व गर्न सक्छ नेपाल होइन क्रिकेट एज जसरी आइरहेछ इन्थुजियास्टहरू नेपाली लिट्रेचर एज सच त्यो धेरै गाह्रो छ कहीँ कतै हामीले केही तयारै गरेका छैनौँ त्यसको लागि हामी आफैले मात्र भनिरहेछौँ कि नेपाली साहित्य छ त हरेक देशको महाकवि हुन्छ हरेक देशको उहरू हुन्छ सबै देशमा हुन्छ नि त तर त्यसको लागि चाहिँ हामीले चाहिँ कति प्रिपेयर कति तयारी गरेका छौँ प्रोफेसनली पनि बजार कस्तो छ कसरी लैजाने त्यो पनि हेर्नु पर्यो टेक्निकल पार्ट त्यो त अर्को त्यो मेन त हामीलाई चाहियो नि त्यो तपाईँसँग भएन त्यो एज सच कम्पिटिटिभ ट्रान्सलेटर भएन तपाईँ देखाउनुहुन्छ होइन देखाउनुहुन्छ नि त त्यो